हेलो वेलकम टु माई फर्स्ट युट्युब ब्लग। आज चाहिँ म तपाईहरुलाई इन्डिया मणिपुर इम्फाल बजारदेखि पनि अगाडि लिमाकुम भन्ने एउटा सानो बजार छ त्यहाँसम्मको भिडियोहरु बनाएर तपाईहरुलाई देखाउने कोसिस गर्दैछु। कृपया सबैजनाले हेरेर माया गरिदिनु होला, लाइक सब्स्क्राइब गरिदिनु होला। घाम लागेको छ। म अब जाँदै छु यहाँदेखि। यहाँ सानो प्रतीक्षा लगेको थियो। जाँदै बाटोमा यो चाहिँ राइनो पार्क सानो तालाब जस्तो छ। पोखरी लोटस फुल पुरै एउटा गैँडा छ, गैँडा बनाएको छ, त्यही भएर राइनो पार्क पनि राइनो पार्क। यो चाहिँ लिमाकुम बजारदेखि 2-3 किलोमिटर अगाडि एउटा बाटोमा देखेको पार्क राइनो पार्क। अब म जाँदैछु अगाडि। लेट्स गो। अहिले चाहिँ म लिमाकुम बजारदेखि 2-2.5 किलोमिटर अगाडि आइसकेको छु र म तपाईहरुलाई देखाउन गइरहेको छु। एउटा सानो भिर छ, यो निर्भिर भन्ने एउटा सानो हाइट भ्यू पोइन्ट जस्तो छ। म चाहिँ त्यहाँ गएर तपाईहरुलाई तलतिरको भ्यू देखाउन गइरहेको छु। बाटो जानको लागि यस्तो छ यो। बाटो यस्तो थोरै कच्ची रहेछ। म कच्ची रोड उक्लिँदैछु अब रनिङ गर्दै। यहाँदेखि अब तलतिरको भ्यू देखिन्छ। के गर्नुहोस्, यहाँ आइपुगेँ म। थाकेको छु रनिङ गर्दै आएको। यो तलबाट देखिँदा चाहिँ यो उल्टो परेछ। म यता पछाडिबाट आएको छु। यहाँबाट चाहिँ यस्तो देखिँदो रहेछ भ्यू। म तपाईँहरूलाई चारैतिर देखाउने कोसिस गर्दैछु। गाउँको नाम थाहा छैन, तर नेपालको जस्तै लाग्यो मलाई यहाँबाट हेर्दाखेरि। खेती एरिया पुरा खेती गरेको छ। यो तल्लो चाहिँ देखिरहेको चाहिँ नेपाली बस्ती हो अरे सबै। नाम द्वारिका बस्ती भन्थे। पुरा नेपाली। यहाँ मणिपुरमा चाहिँ पुरा नेपाली आएर बस्नुभएको रहेछ पहिल्यैदेखि। यो हो पुरा नेपाली बस्ती, द्वारिका भिलेज। अब म अघि यो तल्लो बाटोदेखि आएको। यहाँदेखि रनिङ गर्दै आएँ। माथि आउँदाखेरि थोरै कच्ची बाटो उकालो रहेछ, थाकेको। अनि त्यसपछि म हजुरहरूलाई यो लिमाकुम लेखेको माथि डाँडामा देखिरहेको छ। पुरा देखेको छैन यहाँदेखि। म वहीँ गएर देखाउने कोसिस गर्छु हजुरहरूलाई, हेर्दै गर्नु होला। अब यहाँदेखि त्यहाँ जानलाई पनि लगभग 4-5 किलोमिटर छ होला। म रनिङ गर्दै जान्छु। वहाँसम्म पुगिन्छ कि पुगिन्न, पुगेर म हजुरलाई फेरि यस्तै भिडियो गरेर देखाउनु। बाटो यस्तो छ है बाटो। यिनीहरूले हामी आइपुग्यौँ लिमाकुम लेखेको डाँडामा है। यस्तो मजाको भ्यू छ।